पोखरी आइपुगे है गहना पोखरी देख्न सकिन्छ गहना पोखरी रहेको छ दसैँ भएर होला है कस्तो सुनसान के रोड मतलब कति जाम हुने रोड हो नि त यो हिँड्न खाली छ कि दसैँले गर्दा होला प्रायः त है उता चाहिँ फेरि भिड हुन्छ नि त फेरि न्युरोडतिर न्युरोड गेट पुगिसकेपछि चाहिँ भिड हुने हो न्युरोड गेट पुग्दासँग त्यस्तो साह्रो भिड हुँदैन अहिले चाहिँ दसैँको टाइममा चाहिँ खाली छ त डराएर मार नभने यस्तो साह्रो छैन भिड छैन कि यस्तो खाली छ कि सब मान्छेहरू गाउँ गइसकेको लाग्छन् अब मान्छेहरू अलिअलि फाप्छ फुट्छ छ है नत्र त कति बिजी हो रोड हो नि त एउटा कति त्यहाँ ढोले जाम हुने है हिजो अस्तिसम्म पनि आएको थियो कस्तो जाम थियो कि रोड आज हेर्नु न कस्तो आनन्द जाम पनि छैन तर रह्यो एउटा दरबारमा आएको नारायणजी दरबार हुनुहुन्थ्यो उसको पर्खाले कम्पाउन्ड कस्तै ठुलो छ भिड मैले भएको पहिलो सेन्टर अहिले नारायणजी दरबार मैले पनि गरेको छु यही जमानामा गरेर जस्ता बेलामा होइन स्कुलबाट आएको थिएँ भिडियो हेरेर त्यतिखेर सायद म कति 7-8 क्लास पढ्ने बेला आएको थियो जस्तो लाग्यो मलाई रोडमा आएको थियो भिडियो होइन त्यो बेला नारायणजी दरबारको मेन गेट हो यो के हो दर्जिराई मामाहरू त पुरै स्ट्यान्डवाइज दिइरहनु भएको के छ होइन है स्ट्यान्डवाइज हुनुहुन्छ बुझेन के हो स्ट्यान्डवाइज भर्ती यहाँ पनि मामा 4-5 जना के भइरहेछ के छ कि यसरी चाहिँ बसेको देखेँ भने केही छ कि आज यसरी किन बसिरहनु भएको म चाहिँ अहिले आइपुगेँ तिनचन्द्र कलेज नेपालकै सबभन्दा पुरानो कलेज आइपुगेँ है
हैदराबाद बागबेटा रत्नका यहाँ कस्तो बिजी रोड हो कि कस्तो खाली छ कि नर्मल मौसम पनि आज हेर्नु न क्या पानी पर्दा यस्तो गएको छ कि मौसम पनि चिल छ त आज चिल मौसम सक्नुहुन्छ धरहरा नयाँ बनेको धरहरा हो यो त काठमाडौँ महल हो यो महल देख्न सक्नुहुन्छ काठमाडौँ महल हो यो यदि केही दिन आउन सक्नुहुन्छ काठमाडौँ महल अब न्यु रोड किन लाग्यो त म अब न्यु रोड गेट भित्र किन्ने बेला हुँदा अब हेर्नु क्या क्या छ अहिले खाली थियो भित्र किन्ने गर्ने सबै जाने सबै गाडीहरू आएर यहीँ अड्केर बसेको छु यार कस्तो
साह्रै दाम हुन्छ उता रेट त खबर आयो फेरि दाम बेसी को दाम न्यू रोड गेट हो न्यू रोड सो यहाँ देख्नुहुन्छ आँगन सो आँगनमा चाहिँ मैले चाहिँ मिठाई किन्न गएको थिएँ सो म चाहिँ अहिले यहाँ आँगन पसलमा छिर्छु यहाँ मिठाई पसल म छिर्दैछु यहाँ देख्न सक्नुहुन्छ खासमा मैले चाहिँ न्यू रोड चाहिँ मिठाई किन्न गएको थिएँ मिठाईको सपिङ गर्न गएको छु सो यहाँ देख्न सक्नुहुन्छ मैले चाहिँ यहाँ के किन्छु तपाईँले हेर्नु होला है त यहाँ देख्न सक्नुहुन्छ यहाँ म सोध्छु के कति भाउ छ भन्ने हेर होइन यसमा चाहिँ भोइस रेकर्ड भएन त्यही भएर मैले चाहिँ यहाँ भोइस ओभर गर्दैछु यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ काउन्टरमा बसेको मान्छेलाई सोधेँ मैले चाहिँ लिएको थिएँ काजु कतली बर्फी अनि अर्को चाहिँ पेस्ताबाट बनेको बर्फी मतलब पेस्ताले टपिङ गरेको बर्फी र अर्को चाहिँ मिक्स मिठाई लिएको थिएँ हाफ केजीको सो यहाँ चाहिँ म सोधिरहेको छु के कति पर्छ भनेर अनि छ कि छैन भनेर अनि अहिले तपाईँहरूले चाहिँ मैले ऊ पनि देखाउने छु है मिठाईहरू एकदमै डिफ्रेन्ट भेराइटिज अफ मिठाईहरू पाउन सक्नुहुन्छ आँगनमा चाहिँ यो चाहिँ न्यू रोडको आँगन हो न्यू रोडमा रहेको आँगन मिठाई पसल यहाँ देख्नुहुन्छ एकदमै धेरै नै भेराइटिज अफ मिठाईहरू छन् यहाँ धेरै विभिन्न थरीका मिठाईहरू देख्न सक्नुहुन्छ यो चाहिँ एकदमै बेस्ट मिठाई भनेर देखाइरहेको थियो त्यसले चाहिँ मिक्स मिठाई सो हाफ केजीको अलि आँगनको चाहिँ अलिकति महँगो नै हुन्छ है मिठाईहरू क्वालिटी राम्रो हुन्छ मिठो नि हुन्छ अलिकति चलेको नाम भएर पनि होला अरू मिठाई पसलहरूको भन्दा चाहिँ आँगनको अलिकति एक्स्ट्रा अलिकति बढी नै हुन्छ प्राइसहरूमा चाहिँ सो अनि यहाँ चाहिँ मैले मिठाई किनेँ होइन 3 थरी मिठाई किनेको थिएँ यहाँ चाहिँ मैले तपाईँहरूलाई देखाइरहेको थिएँ है यति धेरै मिठाईहरू छन् भनेर यस्तो छ भनेर मैले यहाँ भनिरहेको थिएँ सो यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले एकदमै धेरै नै मिठाईहरूको भेराइटी रहेको छ यहाँ चाहिँ मिठाईहरू मात्र नभएर तपाईँले निम्कीहरू पनि पाउन सक्नुहुन्छ गठिया भन्ने फाफ्रा भन्ने यहाँ
पाउन सक्नुहुन्छ। तपाईँहरूले चाहिँ त्यहाँ देख्न सक्नुहुन्छ प्याकेटहरू। यहाँ चाहिँ हल्दीरामकोदेखि लिएर बिकाजी भन्ने ब्रान्डकोहरू नमकिनहरू पनि पाउन सक्नुहुन्छ। अनि यो चाहिँ केकहरू पनि रहेको छ यहाँ है। यहाँ चाहिँ अनि त्यहाँ चाहिँ एकदमै राम्रो सफा अनि मिठो हुन्छ यहाँको मिठाई चाहिँ। यहाँ चाहिँ अब मिठाई मात्र नभएर यहाँ चाहिँ भाइटिकाको मसलाहरू पनि पाइन्छ। यहाँ देख्नुहुन्छ नट्सहरू है, ड्राई फ्रुट्सहरूको प्याकिङ मजाले प्याक गरेर पनि बेच्दा रहेछन् है। आँगनमा चाहिँ मजाले टक्क सबै मिक्स त्यो ड्राई फ्रुट्सहरू राखेर टक्क मजाले प्याकिङ गरेर चाहिँ बेच्दा रहेछन्। अनि यो चाहिँ त्यही हो मिठाईहरू। त्यही हो, यहाँ चाहिँ अब पैसा पेमेन्ट गर्ने बेला भएको थियो कि अनि कति 1-200 कति पुगिरहेको थिएन। अनि मैले चाहिँ नपुगेपछि चाहिँ मसँग अब नेपाली पैसा सकिसकेको थियो। कति 1-200 पुगिरहेको थिएन। अनि मैले चाहिँ मसँग त्यही US डलर $1 थियो कि अनि त्यही नै मैले दिएको थिएँ कि यो काउन्टरको मान्छेलाई। अनि चल्छ कि चल्दैन भनेको थिएँ। अनि त्यसले लियो, यो US डलर 1 हो, 140 रेट छ यसको अहिले भनेर भने। अनि अहिले एकछिन सोच्यो, अनि सोचेर एउटा त्यहीँको म्यानेजरलाई बोलाएर सोध्यो यो के गर्ने, राख्ने कि नराख्ने भनेर। अनि म्यानेजर आयो। अनि म्यानेजरले चाहिँ यो त हामी चाहिँ राख्दैनौँ, चल्दैन त डलर त भनेर भन्यो। त्यसपछि अर्को त्यहीँको स्टाफले चाहिँ म राख्छु कति हुन्छ भनेर भन्यो। अनि 140 भनेर भनेको त 140सँग साट्नुहोस् भनेको त्यो स्टाफलाई होइन। फेरि पछि मानेन है त्यहाँको स्टाफले। अनि पछि फेरि अब के गर्ने होइन, अब कति 150 पुगिरहेको थिएन भनौँ न, 150 जति पुगिरहेको थिएन। अनि मैले यही US डलर दिएँ। पछि राख्न मानेको थिएन, रिटर्न गरेको थियो। यो देख्न सक्नुहुन्छ, यो रिटर्न गर्दैछ है, यहाँ देख्न सक्नुहुन्छ, यो राखेन है। अनि पछि फेरि अनि अब नपुगेपछि के गर्ने है त, कि त ऊ घटाइदिनुहोस् भनिरहेको थिएँ मैले मिठाईहरू, अनि निकालिदिनुहोस् होइन भनिरहेको थिएँ। फेरि होइन होस् भनेर यिनीहरूले फेरि अनि पछि राख्यो कि यो मैले अहिले लिएँ। अनि यो लिइसकेपछि पछि फेरि यिनीहरूले अब के गर्ने भइरहेको थियो। अनि पछि चल्यो कि त्यो मैले चलाएरै छाडेँ होइन, अप्सनै थिएन। अनि पछि चाहिँ अनि यो काउन्टरवाला चाहिँ लिन्छ अब।